वेलकम टू माई च्यानल। आज हामी यो बुझ्नेछौँ कि कुनै पनि सिचुएसन छ, यदि नेगेटिभ छ वा कुनै नराम्रो कुरा भयो त्यसमा पनि पोजिटिभ र राम्रो कुरा कसरी ढुँड्ने। जस्तै यहाँ यो केही मान्छेहरूको इक्जाम्पल दिएको छ कि उनीहरूले यति नराम्रो भए पनि सबभन्दा वर्स्ट भए पनि त्यसमा बेस्ट खोजेको छ र राम्रो गरेको छ आफ्नो लाइफमा। So why we are back by thinking just negative about ourselves and about others. Think positive in that situation and do your work in right way. So finding the best in the worst. सबभन्दा नराम्रो वा नराम्रोमा राम्रो खोज्नु त्यो भनेको छ। The lady in the picture is Amy Poehler. She lives in the United States of America. She has won 2 World Cup gold medals for snowboarding when she was just 90 years old. She lost both her kidneys, hearing in both ears, and both legs below the knees owing to bacterial meningitis. But in spite of this, Amy has found something positive in her life situation. Now she walks with artificial legs made out of rubber, wood, and metal. This is what she has to say. I no longer have to be just 5 feet 5 inches. I can be as tall and as short as I want to be. I can also change the size of my feet to fit the size of any shoes I like. यसमा यो के भनेको चाहिँ यसलाई यो आमी पुडीलाई दुबै खुट्टा छैन त्यसले आर्टिफिसियल खुट्टा लगाएको छ। अनि यसमा आफूलाई यो के भनिरहेछ कि मलाई जरुरी छैन कि 5 फिट र 5 इन्चको हुनुपर्छ। म आफ्नो अनुसारले जति हाइट बढाउन चाहन्छु त्यति हाइट बढिहाल्छ, किनकि यसको यहाँसम्म खुट्टा छैन, आर्टिफिसियल लेग छ। त्यो जति लामो ठुलो यो आर्टिफिसियल लेग लगाउन सक्छ। त्यसैले यो के राम्रो कुरा हो। हामी नर्मल मान्छेले त्यो त गर्न सक्दैन, जे हाइट छ त्यही रहन्छ। तर यो त आफ्नो अनुसार हाइटलाई बढी र कम गर्न सक्छ। त यो वर्स्ट केसमा बेस्ट आफ्नो लागि हेऱ्यो। अर्को के भनिरहेछ कि म आफ्नो सुजको साइज पनि चेन्ज गर्न सक्छु। कुनै पनि सुज लिए त्यो मेरो लेगमा फिट भइरहेको छैन भने म त्यस्तो आफ्नो लेगलाई बनाउन सक्छु कि त्यो सुजमा मेरो लेग फिट भइहालोस्। यसले यो पनि राम्रो कुरा भन्यो। अगाडि के भनेछ, द म्यान इन द पिक्चर बिलो इज, अब यसको भइहाल्यो। अब अर्कोजनाको बारेमा भनिरहेछ कि यो मान्छेले कसरी वर्स्टमा पनि बेस्ट कुरा हेऱ्यो। The man in the picture is W. Mitchell. He is an author, businessman, and motivational speaker. W. Mitchell suffered 2 horrible accidents in his life. The first was a motorcycle accident where 65% of his body was burnt, and the second was an airplane crash that took away his ability to walk. But even after the accident, this is what he has to say. Before I was paralyzed, there were 10,000 things that I can do. Now there are 9,000. I can either focus on the 1,000 I have lost or focus on the 9,000 I have left. Both Amy and W. Michael have a positive attitude. Positive attitude means seeing the best of the things even in the worst circumstances. The good in bad. Think of 3 things or situation in your life that you think the bad. Write down what could be the positive of these situations. तो यहाँ म केही आफ्नो बारेमा लेखेछु that I can't show you.
सो तपाईँ यसरी 3वटा पोइन्टमा आफ्नो लागि लेख्नु होला। यहाँनिर चाहिँ वाट डु यु थिङ्क ब्याड, के ब्याड छ तपाईँको लाइफमा र त्यो ब्याडमा पनि तपाईँले के राम्रो हेर्न सक्नुहुन्छ त्यो लेख्नु छ। त पहिला यहाँ ब्याड सिचुएसन र त्यो ब्याड सिचुएसनमा के राम्रो छ, द गुड इन द ब्याड, यानि कि त्यो ब्याड केसमा वा ब्याड सिचुएसनमा राम्रो के छ त्यसलाई हेर्ने र लेख्ने।